हेलो एभ्रिवान यति बेला हामी चाहिँ यो मानपुरको टक्क लाएर यो पुलमा छौँ र पुलमा आज घुम्न आइरहेको बेलामा एकदमै रमाइलो ठाउँ साँझमा एकदमै रमाइलो छ अझ धेरै यो भेगहरू हेर्नुहुन्छ भने यतातिर पनि दामी छ अनि यता यो सिमेन्ट फ्याक्ट्री देखिरहेछ पछाडि यो चाहिँ सिमेन्ट फ्याक्ट्री हो अनि यता चाहिँ बादल यस्तो बवाल गरेको छ पुलको लम्बाइ हेर्न सक्नुहुनेछ नयाँ पुल एकदमै बवाल छ हाम्रो सोनम सरहरू आउनु भएको छ आज अनि यतातिर हामी घुमघाम चाहिँ आज भइराखेको छ यतातिर मोबाइल चलाउँदै हुनुहुन्छ र यतातिर फेरि हाम्रो गडवा साइड पऱ्यो अनि यतातिर यतातिर झनै दामी छ सो साँझको बेलामा घुम्नको लागि चाहिँ एकदमै राम्रो छ अनि यो भेग चाहिँ यतातिर बवाल देखिन्छ यता खबरी नाका पर्छ खबरी गुरुङ खोला पर्छ होइन अनि यता मेरो पछाडितिर चाहिँ झारबेरा गाउँ हो अनि त्यसै गरी मानपुरको विभिन्न ठाउँहरू हुन् र यो पछाडि चाहिँ चन्दनपुर अनि त्यसै गरी बेला मट्रिया जाने बाटो हो भने यो चाहिँ हाम्रो गढवा त्यसै गरी कालाकाटी र त्यसै गरी लमई कोइलाबास लगायतको ठाउँहरूमा जान सकिन्छ सो गाइस सर्ट टाइपको भ्लग बनाएको छु के कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन नबिर्सिनु होला र तपाईँ पनि साँझमा घुम्न आउन चाहनुहुन्छ भने आउनुहोला घुम्नुहोला भिजिट गर्नुहोला र पुलको भरपुर आनन्द उठाउनुहोला थ्याङ्क यू फर वाचिङ